हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। इट्स मी सुधा गुरुङ। यहाँहरूसम्म चाहिँ फेरि पनि म नयाँ ब्लग लिएर उपस्थित भएको छु साथीहरू। यहाँहरू मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नुहोला साथीहरू। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो चाहिँ नि कमेन्ट बक्समा बताउन सक्नुहुनेछ यहाँहरूले। र आजको मेरो ब्लग चाहिँ नि यसरी ग्राउन्डबाट मैले सुरु गरेको छु साथीहरू। मेरो धेरै जस्तो भिडियोहरू ग्राउन्डबाट आउन सक्छ साथीहरू, किनभने यहाँ ग्राउन्डमा हाम्रो सामुदायिक भवन रहेको छ र हाम्रो समाजको धेरै जस्तो कामहरू सामुदायिक भवनमा हुने गर्दछ। त्यसैले साथीहरू मेरो भिडियो यहाँको धेरै आउन सकिन्छ है साथीहरू, धेरै हुन सक्छ। यहाँहरूले कृपया माया गरिदिनु होला र यहाँहरूले देख्न सक्नुहुनेछ यसरी यज्ञ यहाँ हाम्रो साथीहरू। अस्ति भर्खरै 7 दिन अघि मात्र स्वर्गरोहण हुनुभएका स्वर्गीय आमा श्रीमाया गुरुङको आज आर्गुम सुरु हुन गइरहेको हुँदा साथीहरू हामी सबै समाजको मानिसहरू समाजबाट काम गर्न आउनुपर्ने भएको हुँदा यसरी सबैले आफ्नो काम गर्नुभएको छ साथीहरू। म अलि ढिलो भयो किनभने मेरो सानो बच्चा भएको हुँदा मैले चाहिँ नि बच्चालाई स्कुल पुर्याएर आउनुपर्ने हुन्छ साथीहरू र म चाहिँ नि प्याज काट्दैछु है साथीहरू। यतातिर हजुरहरूले देख्न सक्नुहुनेछ हाम्रो सेफलाई अत्यन्तै मिठो बनाउनुहुन्छ। अहिले चाहिँ नि नास्ताको लागि उहाँहरूले चाउचाउ र पास्ता बनाउँदै हुनुहुन्छ। धेरै जस्तो हाम्रो समाजको जति पनि फङ्सनहरू हुन्छ होइन, कुनै पनि कार्यक्रमहरूमा उहाँहरूले चाहिँ पकाउनुहुन्छ, धेरै मिठो पकाउनुहुन्छ है साथीहरू। फाइनल्ली हाम्रो नास्ता पनि पाकिसक्यो है। अनि यसरी सबैजनाले नास्ता खाँदै हुनुहुन्छ है साथीहरू, चाउचाउ र पास्ता। आज हाम्रो दिनभरि यहीँ बस्नै पर्ने हुन्छ साथीहरू, किनभने अब नास्ता खाएर केही क्षणपछि खानाको लागि हामी तयारी गर्नुपर्ने हुन्छ। उहाँ हुनुहुन्छ तमुसे हुला छोजादी गुरुङ महिला राष्ट्रिय परिषद शीतल बस्ती इकाइका अध्यक्ष आदरणीय दिदी टिकामाया गुरुङ हुनुहुन्छ भने शीतल बस्ती आमा समूहका उपाध्यक्ष पनि हुनुहुन्छ है। अनि यसै गरी कसैले नास्ता खाँदै हुनुहुन्छ भने कसैले चाहिँ नि नास्ता खाएर सकिसक्नु भएको छ, नास्ता खाएर बस्नुभएको छ होइन। अनि यतातिर हुनुहुन्छ हाम्रो लामा गुरुहरू, हाम्रो पितृ कार्यको लागि आउनुभएका लामा गुरुहरू हुनुहुन्छ। उहाँहरूले आफ्नो भगवानको मूर्ति बनाउँदै हुनुहुन्छ साथीहरू। आफ्नो पितृ कार्यमा आवश्यक पर्ने भगवानको मूर्तिहरू यति राम्रो बनाउनु हुँदो रहेछ साथीहरू। अहिले यज्ञमा हजुरहरूले देख्न सक्नुहुनेछ, म यहाँहरूलाई अवश्य देखाउनेछु साथीहरू। र यतातिर हुनुहुन्छ एकछिनपछि यहाँ पितृ कार्य सुरु हुन गइरहेको छ गाइस। पानीमा हो त्यस्तो गऱ्यो भने हुँदैन के मेरो हुँदैन। अब खानाको लागि गाइस हाम्रो लामा दाजु यहाँ हुनुहुन्छ। ल खानाको लागि लसुन केलाउँदै यतातिर के गर्छ साथीहरू। यसरी लामा गुरुहरूबाट चाहिँ नि द्वारा यति राम्रो मूर्ति बनाउनु भयो है। यो मूर्तिलाई उहाँहरूले तोर्मा भन्नुहुँदो रहेछ उहाँहरूको भाषामा। अनि हाम्रो चाहिँ नि पहिला यसरी आर्गुमहरूमा जाँदा चाहिँ नि त्यो यज्ञमा यस्तोहरू यो रङ्गी चङ्गी देख्दा यो आर्टिफिसियल होला भने थियो कि साथीहरू, तर उहाँहरूले आफ्नै हातले बनाउनु हुँदो रहेछ है। अनि कति राम्रो बनाउन जान्नुभएको। त्यो एक ठाउँमा त अहिले हजुरको चाहिँ नि त्यो देखाउने छु मैले, यस्तो फुलको के कलरवाला फुल चाहिँ नि पात चाहिँ नि त्यसरी बनाउनु हुन्छ कि एकजनाले चाहिँ लामा गुरुङले चाहिँ नि। अनि यहाँ रोटीहरूको साथीहरू रोटी फुलेन रिस उठ्छ क्या होइन, घुराइदिँदा रिस उठ्छ क्या। अघि त सुरुको त दुईटा तिनवटा त ल हामी त त्यही चाहिँ नि भर्खर आउँदै हुनुहुन्छ। बजारमा मलाई सजाउने काम भइरहेको।
साथीहरू हजुरहरूले देख्न सक्नुहुनेछ अहिले यो यज्ञमा चाहिँ नि यसरी दियो मात्रै बोलिरहेको छ है। र यो खाली यज्ञमा चाहिँ नि अघि लामा गुरुहरूले बनाउनु भएको त्यो तोरमा मूर्तिहरू चाहिँ नि यहाँ अहिले सजिने छ। अहिले चाहिँ यहाँहरूले खालि देख्न सक्नुभएको छ भने खालि देखिँदै हुनुहुन्छ भने केही छिनमा यहाँ चाहिँ नि त्यो तोरमा ल्याएर सजाउनु हुनेछ। यतातिर हाम्रो स्वर्गीय आमाको चाहिँ नि यसरी पुतला बनाउनु भएको छ है। अनि उहाँलाई सम्झेर हामीले त्यहाँ पूजा गर्ने हो है। उहाँलाई भेटीहरू चढाइन्छ, हामीले उहाँलाई पूजा गरिन्छ है। साथीहरू यहाँहरूले चाहिँ नि गुरुङको आर्गुमहरू देख्नुभएको छ कि छैन, एटेन्ड गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने मेरो भिडियो पुरा हेरिदिनु होला र चाहिँ नि कमेन्ट गर्नुहोला कस्तो लाग्यो। र यतातिर चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ साथीहरू छोरीहरू हुनुहुन्छ उहाँहरू, अनि उतातिर नातिनीहरू आफन्तजनहरू आउनुभएको छ। उहाँ चाहिँ नि कर्ता हुनुहुन्छ, कान्छो छोरा अनि छोरी, उहाँ पनि छोरी हुनुहुन्छ। उहाँले चाहिँ नि आमालाई यसरी खानेकुराहरू चढाउनु भएको छ है, चढाउँदै हुनुहुन्छ। हामीले चाहिँ नि यसरी गुरुङहरूले यसरी पुतला बनाएर उहाँलाई चाहिँ नि सम्झेर हामीले चाहिँ नि त्यहाँ पूजा गर्ने, खानेकुराहरू चढाउने, भेटीहरू चढाउने र उहाँलाई चाहिँ नि खुसी पार्ने र चाहिँ नि स्वर्ग विदाई गर्ने चाहिँ नि हाम्रो चलन रहेको छ साथीहरू। यतातिर हजुरहरूले देख्न सक्नुहुनेछ। साथीहरू म अब चाहिँ नि यो लामाहरूमध्येका मुख्य मूल गुरुबाट चाहिँ नि यो मूर्तिहरू उहाँले चाहिँ नि अब पितृकार्यमा चाहिने भगवानहरू जुन मूर्तिहरू जसलाई चाहिँ नि मूर्ति अर्थात् तोरमा भनेर पनि भनिरहेछ। उहाँहरूले चाहिँ नि यो तोरमा भनेको उहाँहरूको चाहिँ नि भगवान स्वरूप मानेर उहाँले चाहिँ नि यसरी आफैले हातले चाहिँ नि बनाएर रचना गरेर अनि भगवानहरूलाई आह्वान गरेर यो पितृकार्य सुरु गर्न गइरहनु भएको छ। र उहाँको यो लामा गुरुहरूमध्येका मुख्य मूल लामासँग चाहिँ नि म छोटो यसबारेमा सोध्न गइरहेको छु। ल जस्तोको तस्तै हाम्रो लामा गुरुको मुखबाट सुन्नु है त साथीहरू। के होला? मेरो शुभ नाम चाहिँ सुभाष गुरुङ हो र धार्मिक नाम चाहिँ जीवेश सिंहे लामा भनेर तोरमा भनेको। तोरमा भनेको चाहिँ अब जति पनि चाहिँ आज हामीले पूजा गर्ने भगवानहरूलाई आह्वान गर्ने उहाँहरूको चाहिँ प्रतिमूर्ति एउटा स्वरूप भनिन्छ। स्वरूप चाहिँ तोरमा भनिन्छ है। तोरमा स्वरूप चाहिँ हामी पनि अब गरिरहेको तोरमा स्वरूप अहिले अब विशेष यो तोरमा चाहिँ हिदम गुरु पद्म सम्भावको स्वरूप हो। प्रतिनिधित्व गरेको स्वरूप तोरमा गुरु पद्म सम्भाव हिदम। यो चाहिँ नि हजुरहरूको भगवान हो? हजुर भगवान हो। उहाँ चाहिँ एउटा चाहिँ निवारण प्राप्त गरिसक्नु भएको चाहिँ भगवान हुन्छ होइन, गुरु प्रेममा जिउने उहाँको अभियोग छ यता चाहिँ भगवान छ उहाँको अनि स्वरूपहरू यो तोरमा चाहिँ। अनि यता अब बनाउने क्रममै अब यो चाहिँ यो शिवा भनेको चाहिँ अब शान्ति देवताको चाहिँ स्वरूपहरू शान्ति नेतृत्व गर्ने चाहिँ तोरमा हो। शिवा भने शान्तिको देवताको चाहिँ तोरमा। अनि यसमा चाहिँ संसारमा चाहिँ अब यसमा यो गोलो गोलो देख्न सकिन्छ बत्तीको दारले चाहिँ यो खोर भनेको चाहिँ उहाँको चाहिँ। अनि यो शान्तिको देवताको चाहिँ जति पनि अब खोरहरू 22वटा चाहिँ हुन्छ यसमा है। 22वटा शान्तिको देवताहरूको यो तोरमा स्वरूप र त्यसरी नै फेरि यता चाहिँ यो ठो भनेको चाहिँ अब क्रोधी रूपका देवताको चाहिँ
तोरमा प्रतिनिधित्व गर्ने चाहिँ तोरमा स्वरूप हो। यसमा चाहिँ 58वटा क्रोधी देवताहरू हुन्छन् होइन। अनि यो छेप्कीबाट चाहिँ पुऱ्याएको हुन्छ सबै होइन। अनि यो क्रोधी देवताको चाहिँ स्वरूप हो शान्ति र क्रोधी भनिन्छ। यसरी आज शान्ति 42वटा क्रोधी 58वटा अनि यो छेप्कीबाट 58वटा पुऱ्याएको हुन्छ। गरी चाहिँ 100वटा देवताको चाहिँ यो प्रतिनिधित्व गर्ने चाहिँ तोरमा हो। शिवा ठुवा भने शान्ति र क्रोधी भनेको चाहिँ अनि उहाँको यो चाहिँ स्वरूपहरू बनाएको है। त्यसरी नै त्यो चाहिँ ढाक्को भनिन्छ होइन। ढाक्को भनेको नि उहाँ पनि क्रोधी देवता नै हो है। अनि गुरु पद्म सम्भावको चाहिँ दायाँ बायाँको चाहिँ जस्तो कि अब हाम्रो मानव रक्षा गर्ने धर्म रक्षा गर्ने होइन चाहिँ अब क्रोधी देवताहरू चाहिँ अब उहाँहरू धर्मपालकहरू श्रीकृष्णमा धर्मपालकहरू चाहिँ उहाँको प्रतिनिधित्व गर्ने चाहिँ तोरमा हो ढाक्को भनिन्छ है। अनि यस्तो सुन्दङमा भन्ने फेरि उहाँ पनि क्रोधी नै उग्र देवता नै हो है। उहाँको जुन अब उहाँको नि अब धर्मरक्षकहरू धर्मपालकहरू उहाँको चाहिँ स्वरूपहरू है। त्यसरी नै यो स्याल्चे भन्छ हाम्रो अब 7वटा फिल्चरमा जाने हुन्छ होइन। आर्गुन प्यादम पुष्पे धुपे आर्के भन्थे नैवेद शब्द भनेर जान्छ। अब स्याल्चे भनेर चाहिँ अब हाम्रो यो बुद्ध भाषाबाट भन्छ भने अब जुन अब संस्कृतिमा चाहिँ नैवेद्य भन्छ। नैवेद्य भनेको के हो भने अब खाने पदार्थहरू भयो अनि प्रसादको रूपमा नैवेद्य होइन। खाने पदार्थहरू नैवेद्य हो। अनि नैवेद्यको चाहिँ अहिले कर्महरू पुऱ्याउने हुन्छ कि यहाँ अहिले दार राखेर चाहिँ सपत्ती बत्ती बालेर विधान गरेर हजुर विधान गरेर चाहिँ पहिला सर्वप्रथम हामीले चाहिँ कार्यहरू थाल्नुभन्दा अगाडि थाल्दाखेरि चाहिँ अब हामीले चाहिँ पहिला यो ठाउँको चाहिँ भेग भनेको एकदम भूत प्रेतहरूलाई चाहिँ पनि उनीहरूलाई प्रसन्न गराएर अनि उनीहरूलाई मनसाला चलाइदिने हो। अब हाम्रो यो कार्यमा चाहिँ समर्थन हुनुको लागि चाहिँ यो नराम्रो भेग उनीहरूले मन पराउने खाने चाहिँ नैवेद्यहरू उनीहरूलाई चाहिँ अब मनसाएर चाहिँ अनि खुसी प्रसन्न बनाएर चलाइदिने अनि बल्ल हजुरहरूको कार्य सुरु गर्ने खाने हेक्टरमा हुने है। अब तिमी हुनेहरू अब यहाँ अब बन्दै गरेको यसमा चाहिँ बुद्धरगाँ भनेको 5वटा हुन्छ तोरमा है। 5वटा तोरमा हुन्छ। 5वटा तोरमा हो चाहिँ यहाँ अब यो चाहिँ अब के हो त भन्दाखेरि चाहिँ अब जति पनि अब हामी मानव रक्षा गर्ने धर्म रक्षा गर्ने होइन। अब यो श्रीकृष्णमा भनेको चाहिँ अब धर्मपालाहरूले सेवन गर्ने नैवेद्यहरू बुद्धरगाँ हुन्छ कि अब पञ्च बलिङ तोरमा पनि भनिन्छ है। यसरी चाहिँ उहाँहरूलाई प्रसन्न गराएर अनि अब हाम्रो हरेक यो कार्यहरू सफल पार्नको लागि चाहिँ फेरि उहाँहरूको एकदम भूमिका हुन्छ कि त्यो कारणले गर्दाखेरि चाहिँ अनि हाम्रो मृतक आजको स्वर्गीय शिवमाया गुरुङको उहाँको जुन अब चित्त विज्ञानलाई चाहिँ नराम्रो तत्त्वहरूले बाधा नपुर्याउनको लागि पनि र त्यो तत्त्वहरूलाई हटाएर अनि हाम्रो मृतकको जुन चित्त विज्ञानलाई चाहिँ सहारा र शरण दिनको लागि चाहिँ अनि फेरि उहाँहरूको अनन्त चाहिँ भूमिकाहरू त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई हामीले फेरि पूजा गरेर चाहिँ अनि उहाँहरूले फेरि मन पराउने यस्तो किसिमको चाहिँ अब यो खेलदरगाँ यो चाहिँ 5वटा तोर्माहरू चाहिँ हामीले चलाउनु पर्ने हुन्छ उहाँहरू प्रसन्न गराउनको लागि। अनि यसरी हामीले चलाउँदाखेरि सम्मानको साथमा उहाँहरू खुसी भएर प्रसन्न भएर अब हाम्रो कार्यहरूमा साथ दिने होइन हाम्रो मृतकलाई साथ दिने नराम्रो तत्त्वहरूलाई हटाउने र रक्षा गरिदिने गर्नुहुन्छ उहाँहरूले है। धर्मपालक हुन्छ। अनि यस्तै गरेर अब गणतन्त्रहरूको लागि पनि होइन आजको विषयहरू अब शान्ति र प्रतिनिधित्वको लागि तयारी। मलाई यो चाहिँ नि हाम्रो त पछु क्याप्री भन्ने हुन्छ नि त होइन। अब त्यो चाहिँ नि हामीले चाहिँ नि अब मैले त्यो जति पनि धेरै जस्तो चाहिँ नि लामा तौलाको पनि लामा गर्ने आर्गुनमा पनि मैले धेरै एटेन्ड गरेँ अनि अलिक नबुझ्नु तर त्यो यज्ञ चाहिँ नि कति राम्रो सजाउनु हुँदा चाहिँ राम्रो लाग्यो कि होइन। 50-60वटा रोटी बनाएर आउनु सेलरोटी पकाएर आउनु भएको रहेछ बिचरा फेरि यहाँ पनि रोटी पकाउनु पर्यो। मेरो दिदी कति काम गर्नुहुन्छ कि मिठो बनाउनु है मिठो होइन मिठो बनाउनुहुन्छ नि त हजुरले त्यही भएर त नि हजुरलाई रोटी बनाउनु भनेर ल अर्को मुयाले फेरि यसरी काम गर्नुभएको छ। ल हेर्नु त आमा एक गाग्री पानी हालिदिनु यसरी गफ छ के गफ हो नि यहाँ यसरी
चेलीको गफ अरे लौना नि कोही त अझै चेलीको गफ भन नि जानेको भएको होइन चेलीको गफ कस्तो गफ हो सुनौँ न त हामी पनि यस्तोमा अलिक गाह्रो हुन्छ त्यही भएर गाइज सकभर हुन्छ भने जान भएन भन्ने हजुरहरूले त्यही कुरा गर्दै हुनुहुन्छ ए हो नि त होइन हाम्रो पितृ कार्यमा बाबुआमा बित्दा हामीलाई गाह्रो हुन्छ नि त है ल हस् हजुरहरूले भन्नुभएको पनि राम्रै हो हाम्रो कुकम्यानहरू बिचारा एलिना के को लागि तरकारीको लागि हो चटनीको लागि यहाँ यसरी बनाउँदै ल एकदम मिठो है यसरी यति चट्ट खाँदा पनि टक्क होइन त्यो चिनी हाल्ने होइन बिचरा हाम्रो कुकम्यानलाई भोक लागेको छ उतातिर अन्त यस्तो कसले गरिदिनु त यहाँ यसरी भोला स्पेशल चटनी मेड बाई सुपेन गुरुङ साथीहरू यता लामा गुरुद्वारा चाहिँ नि आर्गुम पितृ कार्य चाहिँ नि सुरु भइसकेको छ है साथीहरू यहाँहरूले देख्न सक्नुहुनेछ यतातिर चाहिँ नि सबै चेलीबेटीहरू बस्नुभएको छ यसरी र लामा गुरुबाट चाहिँ नि पितृ कार्य चाहिँ नि सुरु भएको छ यहाँहरूले सुन्न सक्नुहुनेछ ल साथीहरू अब फेरि बेलुकाको लागि खानाको लागि हामी यसरी काट्दै अब यतातिर चाहिँ नि अचार रोटी हाल्न एकदम सिपालु हुनुहुन्छ एलिना निरु
हामीले हवन गरेपछि त्यो बाख्राबाट भाँडा तृप्त हुँदैन। किन भन्दाखेरि भाँडा शरीर नहुँदाखेरि फेरि भाँडाले चाहिँ भाँडा त्यस्तो शरीर हुँदाखेरि चाहिँ अनि अब त्यो खान सक्ने त्यत्रो खान सक्ने क्षमता नहुँदाखेरि चाहिँ अब त्यो अघिमा हालेको जति पनि अब हामीले चलाएर हामी यहाँबाट त्यो डलेर त्यसको चाहिँ बाख्राबाट चाहिँ भाँडा तृप्त हुँदैन अनि भाँडा चाहिँ तृप्त हुने। त्यो कारणले गर्दाखेरि चाहिँ अनि हामीले आगोमा चलाउनु पर्छ भन्ने खालको थियो है। अनि अब कतिपय आगोमा चलाएर पाउँछ भने कतिपय चाहिँ अब दान गरेर पाउँछ, दान गरेर पाउने हुन्छ है। अब कतिपयले भन्छ अब यसरी चाहिँ आगो मात्र सबै जलाएर नष्ट गरेर के पाउँछ भनेको अब फेरि पाउनुपर्ने कुराहरू पाउँछ है। फेरि जलाएर सबै नष्ट गर्दाखेरि चाहिँ अनि अहिले फेरि अब हामीले जस्तो समाएको कुराहरू अब त्यति फेरि आगोमा हालेर हामीले पाउन सक्छौँ। फेरि अब हामीले पूर्वजन्मको चाहिँ अब साउ मुक्त भएको छैन अनि उहाँको ऋणी छ, उसको ऋणी नै पाएको छ। त्यो साउले पनि फेरि अब त्यो शरीर पाएको छ, जन्म पाउन कतै हिसाब भन्छ त्यो प्रेत भएर चाहिँ अब भनिरहेर हिँडिरहेको छ भने फेरि यो उहाँ गरेन भने यो मन्त्र वाचन हुनु गरेन भने चाहिँ फेरि अहिले तपाईँ जति पनि चलाएको छ फेरि आमाको पूर्वजन्मको साउतिर पुग्ने हुन्छ, उहाँले त्यो पाउनु हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ फेरि धर्मगुरुहरूले यो मन्त्र वाचन गर्छ। अब तिरिरहन कति प्रभावले गर्दाखेरि चाहिँ उहाँको जति पनि चाहिँ अब यो उहाँको लागि चलाउनु परेको छ होइन, आमाको लागि है। अनि अब यो भित्रसम्म चाहिँ पहिला अब त्यो धेरै 10-12 वर्ष भइसकेको जस्तो घुमिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो पनि हामीले चाहिँ अब यो गर्न सुरु गरेदेखि नै यो खाने पदार्थ बनाउने बेलासम्म नै अब मन्त्र वाचन मन्त्र शक्तिले चाहिँ उहाँको आत्मालाई जोडिसकेको छ, कानिसकेको छ कि। अनि अब उहाँको नाम पुकारेर है यो बज्र आङ्कुश भन्दै है, बज्र आङ्कुशको चाहिँ अब यो यस्तो किसिमको चाहिँ एउटा हस्तमुद्राबाट चाहिँ उहाँले यसरी चाहिँ अब अङ्कुश कानिसकेको छ है मन्त्रहरूले। अब यो प्रत्यक्ष अप्रत्यक्ष हुन्छ फेरि है त्यो चाहिँ अब त्यो गर्न आवश्यक छैन जस्तो लाग्छ। किनभने यो सुरु अब ताजा हो है। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले मन्त्र शक्तिले तान्ने हुन्छ है। त्यो कारणले गर्दाखेरि अब मन्त्र शक्तिले बिहानैबाट पनि उहाँको चाहिँ एउटा अस्ति झाँकीमा पनि बोलाएको छ है सुनेको दिनमा त, र अहिले पनि फेरि बोलाउँछ फेरि उहाँको आत्मा। अब आत्मा हो एकैछिनमा फेरि अब यो चाहिँ घुम्ने हुन्छ होइन। अब त्यो आत्मालाई कुनै पनि साधनहरू चाहिन्न। अब ध्यानभरले चाहिँ एकछिनमै ब्रह्माण्ड हुन सक्छ भन्दै त्यस्तो खान्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अनि उहाँ कति घुम्न गएको अर्को चाहिँ अब हिँडेको थियो भने पनि अनि यसै अब सबैको लागि चाहिँ अब सिरियसमा प्रभावको कारणले गर्दाखेरि चाहिँ सबैको लागि यसरी जति पनि खाने प्याज पदार्थहरू आफ्नो छोराछोरी बुहारी सैनिक कुटुम्बबाट चाहिँ त्यसरी चलाउन लागि तपाईँ जहाँ भयो भने स्थानमा आउनुहोस् भनेर चाहिँ बज्र आङ्कुशबाट चाहिँ उहाँको नचित विज्ञानलाई चाहिँ फेरि गराउने गराएर होइन। र अब तपाईँ जति पनि चाहिँ यो चलाएको चित्र चाहिँ यो सिधै तपाईँलाई नै प्राप्त होस् भन्ने त्यसरी चाहिँ प्राप्त हुने नसक्ने खालको चाहिँ फेरि यहाँ चाहिँ मन्त्र वाचनहरू गरेको हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अनि यसरी चलाएको चाहिँ जति खाने व्यापारहरू सिधै आमालाई नै प्राप्त हुन्छ है, अनि आमाले पाउनु सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ अनि उहाँले सम्मान पुग्ने कसरी हो त भन्दाखेरि चाहिँ सुल्टा हातबाट होइन। हामीले जति पनि खानेकुराहरू छ त्योभन्दा अगाडि भाप्छु भन्छ सेतो चिजहरू 3वटा 5वटा होइन चाहिँ अब त्यो तत्त्वहरू मिसाएर बनाएको सुर हुन्छ त्यहाँ है भुटेको पिठोमा सबभन्दा यो अगाडि चढाउनु पर्ने हो। अनि त्यसमा चाहिँ फेरि गोइदिन अमूल्य वस्त्र कपडा चलाएको थियो कि, किनभने उहाँलाई अब त्योबाट चाहिँ सबै कुराहरू तृप्त हुने हो। अनि त्यो वस्त्र कपडा हवन गरेपछि त्यो वस्त्र कपडा लगाएको जस्तो खाएको जस्तो होइन त्यस्तो चाहिँ उहाँलाई चाहिँ अनि तृप्त भएको चाहिँ त्यस्तो महसुस हुन्छ भन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ सबैभन्दा अगाडि सुर चढाउने यस्तो सुल्टा हातले चलाउँदाखेरि उहाँलाई एकदमै सम्मान हुन्छ है। लामा दिनुहोस् खानुहोस् यस्तो सम्मान। अनि उहाँ पनि प्रसन्न भएर चाहिँ उहाँले खानुहुने पिउने हुन्छ भन्छ। अनि अब हामीले घोटा हात गर्ने अनि लाखा भनेर फालिदिएको हुन्छ अब पाहुना होइन। अब अनि ग्रहण गर्नुहोस् भने त्यस्तो भावना गरेर चाहिँ समाउनु है। अब हामीले यता वाचन गर्छ त्यसपछि फेरि लगेर पालै पारोसँग चढाउनु र अन्तिममा अनि आँसु हाम्रो मावली चाहिँ चलाइदिनु होला। नमो मनमा चाहिँ तपाईँहरूले ओम हरि पद्मे ओम हरि पद्मे भनेर चाहिँ जप्नुहोस् है, राम्रो हुन्छ। नमो लागेर पाउँछ है।